39 मिलाएको साथीहरूले चाहिँ एकदमै धेरै मेहनत गर्नुपर्ने बेला आएको छ यो चाहिँ। हेलो हजुर सम्पूर्णमा नमस्कार। नेपालमा बसेर कोरियन भाषा तयारी गरिराख्नुभएका सम्पूर्ण साथीहरूलाई एउटा जानकारीको रूपमा के दिन चाहन्छु भने, जसरी हामी यति धेरै मेहनत गरेर पढिरहेका छौँ र एकदम कट लाइन एकदम हाई भइरहेको छ, त्यसको लागि चाहिँ मेरो चाहिँ एउटा सबैभन्दा राम्रो सजेसन भनेको तपाईँ भाषा पनि पढ्नुहोस् र त्यसको विकल्पमा एउटा अर्को चिजहरू पनि राख्नुहोस्। जस्तै तपाईँ जे काम गरिराख्नु भएको छ त्यो कामलाई चाहिँ निरन्तरता दिनुहोस्, भाषालाई एउटा पाटो बनाउनुहोस् र तपाईँले गरिरहेको कुनै पनि जब होला, कुनै काम होला, त्यसलाई एउटा निरन्तरता चाहिँ दिनु होला भन्न चाहन्छु। र यो कट लाइन एकदमै धेरै हाई भइरहँदा यो एक किसिमको चिन्ताको विषय पनि बनेको छ। जति पनि सरहरू हुनुहुन्छ उहाँहरूले एउटा गरिदिनुपर्ने मुख्य काम भनेको उहाँहरूलाई जस्तै भाषामा मात्रै भुलिएर पढिराख्नु भएको साथीहरूको लागि चाहिँ 2-3टा विकल्प हुनसक्छ। जस्तै तपाईँले भाषा तयारी गरिराख्नु भएको छ भने भाषा एउटा प्रमुख कुरा भइहाल्यो र त्यसलाई एउटा विकल्पको रूपमा लिनुहोस् र वैकल्पिक बाटोहरूतिर पनि ध्यान दिनुहोस्। जस्तै अरू कुनै देश पनि अप्सन हुनसक्छ र तपाईँ पढ्नुभयो भने तपाईँले गरिरहेको जब अथवा चाहिँ कुनै जबमा कन्टिन्युटी दिने त्यस्ता कुराहरू पनि तपाईँ गर्न सक्नुहुन्छ। र तपाईँ ढिलो चाँडो कोरिया चाहिँ अवश्य आउनुहुन्छ। नयाँ आइराख्नुभएका साथीहरूलाई पनि कोरियामा आउँदाखेरि चाहिँ 2टा किसिमको मानसिकता चाहिँ बनाएर आउनुहोस्। पहिलो भनेको चाहिँ आफू एकदमै धेरै हाई एक्सपेक्टेसन लिएर चाहिँ नआउनु होला, किनभने विदेशको ठाउँमा एकदमै धेरै हाई एक्सपेक्टेसन चाहिँ कहिले पनि लिएर आउनु हुँदैन। र दोस्रो कुरा भनेको चाहिँ हामीले थोरै पैसा कमाउँछौँ भन्ने उद्देश्यले आउनु पर्यो। सुरुमै एकदमै धेरै हाई पैसा कमाउने उद्देश्य पनि राखेर आउनु भएन। त्यसपछि चाहिँ अर्को कुरा भनेको जस्तै हामीले भने जस्तो नेपालमा सोचे जस्तो तपाईँको एकदमै अपेक्षित जति हामीले सरहरूले भन्दै पढाउनुहुन्छ त्यति धेरै हामी कमाउनु पनि सक्दैनौँ। त्यही भएर ढिलो चाँडोको कुरा हो, तर अवश्य नै आउनुहुन्छ। अब म्यानुफ्याक्चरको इक्जाम दिएर बसिरहनु भयो, राम्रोसँग स्किल टेस्टको तयारी गर्नुहोस् र अब पालो तपाईँहरूको नै हो। तपाईँहरू पनि आउनुपर्छ र तपाईँहरूले पनि आफ्नो सपनाहरू पुरा गर्नुपर्छ। जतिले मेहनत गर्दै हुनुहुन्छ राम्रो मेहनत गर्नुहोस्। स्किल टेस्ट पनि एकदमै टफ नै हुन्छ, कम्पिटिसन हुन्छ, प्रतिस्पर्धा नै बढी हुन्छ, किनभने हाम्रो इपिएसको कोटा सिस्टम नै त्यस्तो, प्रणाली नै त्यस्तो बनाइदिएको चाहिँ एकदमै हाई प्रतिस्पर्धा हुने भएको हुनाले चाहिँ जति पनि साथीहरू तयारी गरिराख्नु भएको छ उहाँहरूले आफ्नो स्किल टेस्टलाई राम्रो ध्यान दिनुहोस्। र अब 40-39 मिलाएको साथीहरूले चाहिँ एकदमै धेरै मेहनत गर्नुपर्ने बेला आएको छ यो चाहिँ। र स्किल टेस्टमा जुन तरिकाले सोधिन्छ त्यसलाई चाहिँ एकदमै ध्यान दिनुहोस् र आफ्ना सपनाहरू सजाउनु भएको छ भने त्यो सपनालाई पुरा गर्नतिर एकदमै धेरै फोकस हुनुहोस् भन्न चाहन्छु। कोरियामा आइसक्यो भने दुःख सुख भन्ने कुरा आफ्नो ठाउँमा छ र एकदम मानसिकता एकदम उच्च बनाएर आउनुहोस्। तपाईँले आफ्नो परिवार, आफ्नो समाज र आफ्ना राष्ट्रका लागि केही परिश्रम गरेर, केही पैसा आम्दानी गरेर पछि आफ्नै राष्ट्रमा गएर तपाईँले केही पनि कामहरू गर्न सक्नुहुन्छ। र एक किसिमको सकारात्मक ऊर्जा लिएर काम गर्नुहोस् र राम्रो स्किल टेस्टको तयारी गर्नुहोस्। सरहरूको आशीर्वाद सम्पूर्ण साथीभाइहरूसँग एकदम आत्मीय रूपमा मिलेर बस्नुहोस् र अबको पालो भनेको तपाईँको हो। तपाईँ पनि कोरिया आउनुपर्छ, हामी मात्रै आएर हुँदैन, तपाईँ पनि कोरिया आउनुपर्छ। हस्त, धन्यवाद। आज यति नै भन्न चाहन्छु।